लगायत यो चाहिँ सबैभन्दा है मेन हो बाथगेटको। अब हामी चाहिँ माथि जाँदैछ त्यो मान्छेहरू त्यो झरिया ठाउँतिर है। फोटो खिच्ने हो। लगाइ चौल चाहिँ हामी माथि जाँदैछौँ है गुफामा। सानो बाँदरको बच्चा रहेछ है। दाइ ठिक छ नि? ल दाइ ठिक छ नि? कलमा हिँड्दा हिँड्दा 7 फुट बढिसक्यो है। त्यत्रो तलदेखि हामी आएको यी मलेसिया आएपछि एकपटक आउनै पर्ने ठाउँ है बाथगेट। यो बारेमा चाहिँ खोइ मलाई चाहिँ थाहा भएन होइन। यो सायद बनाएको त होइन नै, यो प्राकृतिकले नै यस्तै दिएको होला नि त। प्राकृतिकले दिएको अरे अनि हल्का डेकोरेसन चाहिँ गरेको छ। पहिला यो मन्दिरमा आउँदा चाहिँ यो अगाडिको मन्दिर बनाइरहेको थियो क्या त? यो बनाइरहेको थियो, अहिले बनाइसकेछ। ल कुखुरा पनि रहेछ है। यो चाहिँ कहाँदेखि यहाँ चाहिँ कुखुरा आयो? यति ठुलो यो गुफा छ नि। यहाँबाट माथि गएर पुरै त्यो छ चाहिँ उयो हो फेरि है। यहाँ पल्लोमा चाहिँ तपाईँको गर्लफ्रेन्ड कि त तपाईँको बुढीसँग होइन, बुढीको नाम लेख्यो भने चाहिँ त्यो कहिले पनि हुन्न अरे क्या, बिछोड हुँदैन अरे क्या। मेरो गर्लफ्रेन्डै छैन। केटा हो हेरेर मजाले हो। मलेसियामा छौ भने आऊ एकचोटि। यता खिच्ने होइन नि त, यता चाहिँ खतरा डेन्जर देखिन्छ। यतापट्टि बस्ने म खिचिदिन्छु। यहाँ चाहिँ यहाँ कस्तो छ अब यार।